हामी चाहिँ यासोक बजारबाट निस्किसकेका छौँ। यहाँ अगाडि आयुष हिँड्दैछ। हामी चाहिँ चतुरे मेला होइन। मिसहरू यहाँनिर हुनुहुन्छ होइन। नजाने नजाने भनेर क्यान्सल गर्दै गर्दै लास्ट स्टेजमा फाइनल्ली हामी हिँडिसकेका छौँ। पुग्ने भयो। त्यहाँ यहाँ केटाकेटीहरू पनि रहेछन् हाम्रा स्कुलका यहाँनिर होइन। ब्याकबाट मिसहरू फाइनली हामी चतुरे हिँड्दैछौँ। यति बेरसम्म प्लान क्यान्सल लास्ट स्टेजमा गर्न आँट्दाखेरि पनि हामी हिँड्नलाई हिँडिसकेका छौँ। ला यहाँ अगाडि त बाख्रा पो रहेछ, ब्याउने बाख्रा रहेछ। चतुरे चाहिँ ऊ त्यो पर देखिएको त्यो परको डाँडा हो। यहाँनिर हो चतुरे चाहिँ। पिङ अलिअलि देखिँदैछ। ल तिहारमा यो कुखुरा खान पाएँ त बा कम्ता मिठो हुन्थ्यो र। यो चाहिँ मेरो खुट्टा। यहाँ अगाडि चाहिँ ठुलो बहिनी हुनुहुन्छ। हामी चाहिँ हाम्रो पछाडिको ब्याक भ्यू चाहिँ यस्तो छ होइन। यो चाहिँ हाम्रो कुसायक मन्दिर होइन। अनि कुसायक मन्दिर आइसा चाहिँ अगाडि 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 कुद्दैछ। मिसहरू चाहिँ गोठाला गएको कहानी गर्दै हुनुहुन्छ। वस्तुहरू छोडी पठायो भनेर भन्दै हुन्छ। हामी चाहिँ हिँड्दै हिँड्दै यहाँनिर आइपुगेका छौँ। यहाँनिर चाहिँ यहाँनिर चाहिँ अस्ति यासोकमा पानीको सर्टेज भएको बेला पानी नै आएन नि। यहाँ एक्कासी पानी उम्रेको थियो क्या पोहोरको साल। अनि हामीले यहाँबाट पानी ओसारेको यही ठाउँ हो। हामीले यहाँनिर यो पानी यस्तो छ। यहाँनिर अस्ति नै उम्रेको थियो। अनि हामीले यहीँबाट पानी बसेको। यहाँ चाहिँ बाइकबाट को आउनुभयो। हामी चाहिँ हिँडिरहेको छौँ होइन। बस पनि आउँदै रहेछ ऊ त्यहाँ पर ऊ यतिकैमा। ल ल हाम्रोमा चाहिँ बस आइसकेको छ। दमकबाट धरानको बाटो हुँदै दुईटा बस होइन। मरि जाउँ न अपराधीहरू सबै धुलो उडाएर। के सारा धुलो यत्तिकै जानी जानी उडाएको होला नि धुलो। मिसहरूको हालत के हो मेकअप 1 घन्टा मेकअप गरेको हेर त बित्यास। अर्को बस पनि आउँदै रहेछ ल हेर। यहाँनिर हामीलाई त त्यत्रो बेर मेकअप गरेको त नाश भयो हौ। हेर त धुलो उडाएर दिपक दाइ त मिसरको अवस्था। यहाँनिर मनिषा चाहिँ घर जान छोडेर यतातिर कुद्दै रहेछ। पछाडिको हाम्रो भ्यू यो चाहिँ तिजोक डाँडा। तिजोक डाँडा होइन। यो कसको घर हो मलाई थाहा छैन। सन्जु भने भ्यू चाहिँ यस्तो देखिरहेछ। त्यो पारीको चाहिँ नमी डाँडा। यो पारीको चाहिँ नमी डाँडा। नमी डाँडा बजार। यो परको यो तिजोक डाँडा। यो भनेको चाहिँ अनि यो परको यो चाहिँ मेलबटी हाम्रो। यो चाहिँ हाम्रो मेलबटी हो। यो जयनारायण आदर्श मावि हाम्रो एरिया आउनु भएको छ यहाँ चाहिँ होइन। यहाँ चाहिँ बसन्त म्याडमलाई चाहिँ एकदम प्रकृतिसँग फोटो खिच्न मन लाग्यो अरे। अनि यहाँनिर प्रकृतिसँग फोटो खिच्दै हुन्छ क्यामेराम्यान चाहिँ खुमामिस। यो चाहिँ कुखुरा दर्शक यता चाहिँ यो चाहिँ यता दर्शक होइन। अनि त्यहाँदेखिबाट यहाँनिर यो भनेको चाहिँ कहाँ भने त्यो पारीको फिदिम। अनि यतापट्टिको चाहिँ यो चाहिँ लुम्फाबुङ। यो चाहिँ दर्शक होइन। त्यो आइसा कुमारी चाहिँ यहाँनिर मिसहरू पछाडि फोटो खिच्दै हुनुहुन्छ। यता अगाडि हिँडेर हिँड्नुहुन्छ। म चाहिँ बिचमा छु होइन। सुन्तला यो चाहिँ हाम्रो 5 थरको रानी गाउँ हो कुम्बाइक 4। यहाँ चाहिँ सुन्तलाको लागि एकदमै धेरै प्रख्यात छ नि त यहाँनिर चाहिँ। अनि हेर त कोदो त सुते छ उतल हो नि रिजन सरहरूको त। अनि सुन्तला ल कस्तो फलेको छ काँचै छ अहिले चाहिँ होइन। कोदो त सबै सुति गएछ नि हौ। तिहारमा कस्तो राम्रो फुल फुलेछ क्या त्यहाँनिर चाहिँ। अटो आइगएको छ राजु अङ्कलको अटो होइन। दिस इज काफल। हाम्रो रानी गाउँ चाहिँ एकदम सुन्तलाको प्रख्यात ठाउँ हो होइन। यहाँ सुन्तलाहरू व्यापक फलिरहेछ। यो चाहिँ हाम्रो गिरिदाईहरूको प्लास्टिक पोखरी होइन। अब यहाँबाट चाहिँ उहाँहरूले एकदमै धेरै सुक्खा क्षेत्र हो नि त हाम्रो। त्यही भएर चाहिँ पानीलाई चाहिँ स्टोर गरेर राखेर अब यहाँनिर हिउँदमा यति धेरै सब्जी फलाउनुहुन्छ नि उहाँहरूले।
नकुरा गरौँ न। त्यस्तै पर भने त अब हाम्रोतिर स्विमिङ पुल हुँदैन, हाम्रो लोकल लेभलको स्विमिङ पुल खस्रे। यति धेरै फर्सी छ कि यसलाई यदि यसले बजार पाउनु हो भने यो सबै फर्सी हो। यसले बजार पाउनु हो भने हामी एकदमै धेरै धनी हुने थियौँ। फर्सी साथसाथै यता खसी। यहाँ माथि मौसम दाइ हुनुहुन्छ, के अरे बजार निकाल्न चाहिँ लाज लाग्ने अनि घरमै फर्सी राखेर बस्ने। ओके भरे ल दादा। हजुर ल यो चाहिँ गिरी दाइहरूको मटर खेती होइन। एकदम भ्यू चाहिँ यस्तो भ्यू भनिरहेको छु, भ्यू चाहिँ यस्तो देखिरहेछ हाम्रो ठाउँमा होइन ट्याक्कसँगले। त्यो परको चाहिँ के अरे मदन आश्रित चौतारो हो फर्सी। खै भैँसी ल हजुर किन के लामिछाने बालाई लु हेर त स्कुलको कम्प्लेन यहाँनिर गर्दै हुन्छ। भैँसी त्यो चाहिँ पर्सीमा दह्रो हान्नेवाला चाहिँ ठुलो भए यहाँ भैँसी हुन्छ। त्यसलाई अब पर्सी भेट्छ दह्रो केटोले। यहाँ ठुलो बाल चाहिँ मलाई भैँसीको थल्लामा बसेको किन निकालिस् भनेर कराउँदै हुन्छ क्या। हेर त पहिरो गएको बाटोको हालत। यो स्थानीय सरकारले चाहिँ कोदो बारी सबै आमा कस्तो दामी हो बारी हो त्यहाँ तल। यो चाहिँ स्थानीय सरकारले चाहिँ यो हेर्नलाई जरुरत छ। दसैँ तिहारको बेलामा यस्तो बाटो। यो चाहिँ मदन आश्रित चौतारो। अब यहाँदेखि हामी तलतिर लाग्छौँ। चतुरे हाम्रो डेस्टिनेसनमा चाहिँ हामी पुग्न लागिसकेका छौँ। यो चाहिँ मदन आश्रित चौतारो होइन। मदन आश्रित चौतारो निर्माण सम्पन्न 2076 साल। अनि कमरेड मदन भण्डारीको चाहिँ स्मृतिमा यो बनाइएको हो। यहाँनिर लेखिएको छ। यतापट्टिको फोटोमा चाहिँ कस्तो खालको अनुहार बनाइदिएछन् होइन। हामी चाहिँ फाइनल्ली चतुरे मेलामा आइसकेका छौँ। माई गेटमा त यो मात्रै पो टालेका छन्। फाइनली स्वागतम धन्यवाद धन्यवाद हामी आइपुगेका छौँ। केही पनि लगाएको नि रहेन रहेछ। यतिकै नि हेर त मेला भनेपछि कुदिहाल्यो नि होइन क्या दर्शक तपाईँहरू हेर्नु खनाल चौतारी। ल हाम्रो बुढो माउली चौतारी परेछ यो चाहिँ। दिस इज खनाल चौतारी। अनि यहाँ चाहिँ अब पार्क जस्तो बनाउनको लागि यो चतुरेलाई चाहिँ एकदम व्यवस्थित बनाएर चाहिँ मेलाहरूको आयोजना गरिरहेछ। अब बिस्तारै बिस्तारै यो ठाउँ पनि एक पर्यटकीय स्थलको रूपमा विकास भइरहेछ। उहाँ चाहिँ दिपा बहिनी एकदम अब मेलामा सोल्टीहरूलाई यसो आँखा झिकाउनलाई कपाल मिलाइ अनि उहाँ सबैजना चट्ट परेर आउनुभएको छ। त्यतिकैमा उहाँ दाजु चाहिँ मेलाबाट फर्किसक्नु भएको छ। मेलाबाट भरेर फर्किसक्नु भएको छ। हामी अब चाहिँ चतुरे पुग्न लाग्यौँ। यहाँ मास्टिराईको सल्लाहकारीमा आइपुगिसकेका छौँ। यो चाहिँ हाम्रो यशोदा म्याडमको रेगुलर हिँड्ने बाटो। उहाँको घर पनि यहीँनिर हो नि त। स्पन्दन मेलाबाट आएको लु हेर स्पन्दन पो आएछ त। यहाँ बजुहरू पनि मेलामा जानको लागि ल हेर त मान्छे ज्यान बुढो भए पनि मन बुढो भएको छैन। बजु मेलामा हिँड्नु भएको लु है यता अङ्कल पनि मेलामा यता सबैजना मेलामा होइन। ल है त ल अनि त आफ्नो त्यही त नि अझै हामी मेला पुग्न आँट्यौँ होइन। त्यहाँनिर गेमहरू हुँदैछ। यहाँनिर चाहिँ अब आजदेखि नै सुरु भएको होला। सबैजना मान्छेहरू चाहिँ अघि आइसक्नु भएको छ। बाइकहरू हेरेर ल मेला हाम्रो मुख्य आकर्षकको बिन्दु चाहिँ यहाँनिरको काठे पिङ हो। काठे रोटी पिङ त्यो चाहिँ त्यहाँ पट्टर यहाँ अलिअलि देखेको रातो रातोमा छ। चियान घारी नै हो नि त यहाँनिर चाहिँ त्यो परको चाहिँ मेला लागेको ठाउँ होइन। अनि यो चाहिँ हाम्रो मुख्य आकर्षकको बिन्दु रोटी पिङ। यो चाहिँ अहिले विभिन्न उयोबाट पेट्रोल डिजेलबाट चल्ने उयो आए पनि हाम्रो एकदमै स्थानीय स्तरको चाहिँ रोटेपिङ चाहिँ यही नै हो होइन। मुख्य आकर्षक भनेकै यही हो। यहाँनिर मेलामा चाहिँ विभिन्न कुराहरू यसो उसो यहाँनिर तराईबाट दाजुहरू आइसकेको छ होइन। यो हेर त आज अघि स्कुल छुटेन क्या बजार आइसे। ल यहाँ मेला सुरु हुन लागिरहेको छ। यहाँनिर तयारी अझै आजदेखि सुरु भएको भएर तयारी अझै सम्पन्न भइसकेको छैन। यहाँनिर चाहिँ यो मेलालाई यतिको रूपमा व्यवस्थित बनाउनको लागि चाहिँ यहाँ दाइहरूले चाहिँ सबैजनाले यहाँनिर खटेर काम गरे हुनुहुन्छ होइन।
अनि यहाँनिर चाहिँ तीर हान्ने यहाँनिर भइरहेछ। सबैजना खेल्दै हुन्छ। हाम्रो विशाल सर पनि यहीँनिर हुनुहुँदो रहेछ अघि आएर। हेलो विशाल सर। ए अघि सुरु लुए कतिको सुरो हुनुहुँदो रहेछ हान्नु त म यहाँ। आम्मा हो अङ्कल चाहिँ यहाँनिर हात बाँधेर मेलाहरूलाई चाहिँ एकदम व्यवस्थित बनाउनको लागि चाहिँ मेलाहरूको एकदमै मेलामा चाहिँ आउने मानिसहरूलाई खानको लागि खानेकुराहरूको यहाँनिर खाजाहरूको व्यवस्थाको लागि चाहिँ यहाँनिर होटलहरू खुलिरहेको छ। यहाँ चाहिँ मिक्सन होटल रहेछ। यहाँनिर चाहिँ ल भलिबल सुरु हुन लागिरहेको छ। हाम्रो मिसहरू पनि आइसक्नु भएको छ। चाहिँ भलिबल हुन गइरहेको छ। ल सबैजना यहाँनिर खेलाडी। हेलो यस्तो धन्यवाद सुजनलाई धेरै धेरै धन्यवाद होइन। यहाँ चाहिँ गेम हुन लागिरहेको छ। यहाँ चाहिँ लिम्बू गाउँको बाहुन एकदमै लिम्बू भाषामा चाहिँ लिम्बूहरू भन्दा पनि डेन्जर हुन्छ। मेरो नयाँ फोन चाहिँ फुट्छ होला। यहाँ चाहिँ हाम्रो भ्लगर ममता मिसले पुरा चटपटी खानु हुँदैछ हो। अन्त यता आइसा हो। अन्त यता यस्तो म्याम दिपा मिस पनि पुरा पिरो 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 चटपटी खानु हुँदैछ सबैजना मिसहरूले चाहिँ। मिस चाहिँ फोनमै व्यस्त हुनुहुन्छ। अब चाहिँ मेरो लेभलको ठाउँ आयो। अब डाइस खेलिन्छ। डाइस पनि यहाँ सुरु भइसकेको छ। ए भाइले जान्दैन रहेछ। ए खेलाउने मान्छेले नि नजान्नु हुँदो रहेछ हौ। त्यस्तो पनि हुन्छ। यहाँ चाहिँ डाइस उयो भइसक्यो होइन। यहाँ एक लट खेलेर चाहिँ ल अब हामी चाहिँ चटपटी सटपटी खाएर निस्किसकेका छौँ। अब यहाँनिर चाहिँ यस्तै होला अब मेला होइन। डाइस साइज खेल्ने यहाँ सुरु नै भइसकेको छैन। नत्र खेल्दै गर्दा हुन्थ्यो। तीर हान्ने नखेल्ने ल हामी चाहिँ मेलाबाट फर्किसकेका छौँ। यो मेलामा खासै सुरुवात भएकोले गर्दाखेरि केही नै नभएकोले गर्दा हामी चाहिँ फर्किसक्यौँ। यस्तै रहेछ होइन। अनि यसो सोल्टीहरूलाई आँखा छ्यासै झिम्क्याउँ मेलामा आएर भनेर आएको। मेलामा त कोही पो रहेन रहेछ। बित्यासै पर हो। काम छैन काप छैन होइन। जे सोचेर मेलामा त त्यो रहेन रहेछ होइन। त्यो त चियान घारी पो रहेछ त। यस्तो पढेस् त पुरै पो पढ्नुपर्छ है। लु यहाँ हेर त सबै चियान मात्रै छ नि। चियान मान्छेहरूलाई बाँच्दाखेरि चाहिँ राम्रो व्यवहार गरेनन् होला। मरेपछि यस्तो चियान बनाएर के गर्नु होइन। अनि त यो चाहिँ हाम्रो मुख्य आकर्षकको बिन्दु यो चाहिँ होइन। लु यो रिदम र आर्या चाहिँ किन यहाँ बसेको तिमीहरू चाहिँ? पिङ्क मचाउने मान्छे कोही छैन त अनि हो। तिमीहरू त्यही नै हो बस्ने। अब त तिमीहरू निस्किन नि सक्दैनौ।
टेम्सेहरू मेलामा राम्रो राम्रो तरुनीहरू सोल्टिनीहरू हुनुहुन्छ भनेर उहाँहरू चाहिँ उहाँ कस्तो खालको भूत मेरो भिडियोबाट इन्सपायरहरू सबैजना होइन कत्रो सर्प रे मौसम दाइ हेर त बढेको सर्प हेर त सर्प बढेको फोन देखाएको नि उहाँहरूले मलाई जितिसक्नु भएको छ अब म कुद्दैछु अहिले म यस्तो कुद्दैछु खुमा मिसलाई म जित्दिन्छु अब